म तपाईँलाई बताउँछु है त मैले हिजोको एउटा कार्यक्रममा पनि बताएको थिएँ तपाईँहरूको नाममा सुकुम्बासीको नाममा भूमिहीनको नाममा जुन राजनीति वर्षौंसम्म चलेको छ यसलाई कानून बनाएर कानूनी माध्यमबाट जे हुन्छ त्यही गरेर मेरो कार्यकर्ता भए या अर्को कुनै पार्टीको कार्यकर्ता भए पाउने नभए नपाउने बनाएर होइन कानूनले जे भन्छ त्यही यदि गलत तरिकाले गरिएको छ भने त्यसलाई कानून सच्याएर भए पनि पाउनुपर्ने मान्छे सुन्नुहोस् है कानूनले दिनुपर्ने भनेको मान्छेलाई यो टपिकलाई यो विषयलाई सदाका लागि यो पसल छ नि जुन यो भोट बैंकको पसल यसलाई बन्द गर्ने मैले वचन हिजो पनि दिएको छु यो चुनावी सभा नभएको हुनाले घोषणापत्र पार्टीको भाषापत्रमा लेखेर हामी यो कुरालाई पूरा गर्नलाई त सरकार त बनाउनु पर्ला के पर्दैन यसै कारण यसपटक हामीले के भनेको भने एकपटक 5 वर्ष काम गर्ने गरी तपाईँहरूले सुनाउनुहोस् म तपाईँलाई गैर कानूनी काम गर्छु म भन्न सक्दिनँ तपाईँहरू गैर कानूनी ढङ्गले बस्नु भएको छ भने म तपाईँले भोट दिए पनि नदिए पनि त्यसको जिम्मा लिन्न तर कानूनले तपाईँलाई दिन्छ भने अब यसलाई चाहिँ नि भोटको बैंक बनाएर हामी राख्दैनौँ यसलाई सदाका लागि बन्द गर्ने त्यो वचन म तपाईँलाई वचन लिनुहुन्छ नि हजुरको हरेक झण्डा बोकेर पर्दैन होइन झण्डा बोक्ने होइन पर्दैन कहिले पनि पर्दैन तपाईँ आफ्नो काम गर्नुहोस् तपाईँ आफ्नो विवेक पुऱ्याएर भोट हाल्नुहोस् झण्डा बोक्नुपर्ने समय छ भने मात्र बोक्नुहोस् मेरो झण्डा बोकेका कारणले तपाईँको काम हुने होइन कानूनले दिने भएर तपाईँको काम हुने हो कानूनले दिएन तपाईँको हुँदैन कानूनले दिन्छ गर्छौँ तर यसलाई भोट बैंक बनाएर भोट माग्ने भाडो हामी बनाउँछौँ है सरकारले चाहिँ हामी जस्तो वर्गको मान्छेलाई हाम्रो भोट खेर नजाओस् अबदेखि हामी भोट हालिन नपरोस् है त लाग्यो पुरा गर्नु होला भोट माग्नु मात्र होइन कि होस् तपाईँलाई अहिले तिनवटा भोट हुन्छ मेरो सरकार बनाएर हामीले गरेनौँ भने भोट हाल्नै पर्दैन अहिले जीवनमा पहिलो भोट तपाईँलाई गएको अन्त्य पनि तपाईँबाट नै हुन्छ हामी जस्तो मान्छे अब गएर हिँड्न नपरोस् मधेसको लागि धन्यवाद सबैलाई